काठमाडौँ उपत्यकाको करिब करिब मध्य भागमा अवस्थित छ सुन्दर सानो मध्यपुर थिमी नगरपालिका। विक्रम सम्वत 2053 चैत्र 14 नगरपालिका घोषित यस नगरको कुल क्षेत्रफल 11.47 वर्ग किलोमिटर रहेको छ। नगरको मुख्य भूभाग समुद्र सतहबाट 1326 मिटरमा अवस्थित छ। राज्य पुनर्संरचनाको क्रममा हाल यो नगरपालिकालाई 9 वटा ओडामा विभाजित गरिएको छ। पछिल्लो जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या 83,036 रहेको छ। तर रोजगारी तथा अध्ययनको सिलसिला सहित अस्थायी बसोबास गर्नेहरूको संख्या गणना गर्दा यस नगरपालिकामा अन्दाजी 1,50,000 देखि 2 लाखसम्म जनसङ्ख्याको बसोबास रहेको अनुमान गर्न सकिन्छ। नेपालका 753 स्थानीय तहहरू मध्येको एउटा नगरपालिका मध्यपुर थिमी नगरपालिका हो। काठमाडौँ उपत्यकाका 18 वटा नगरपालिका तथा भक्तपुर जिल्लाका 4 वटा नगरपालिकाहरूमध्ये क्षेत्रफलको हिसाबले सानो र जनघनत्वको हिसाबले सघन बसोबास भएको क्षेत्रको रूपमा यो नगरपालिका रहेको छ। मुख्यतया उपत्यकाका मनोहरा तथा हनुमन्ते नदीले यसको सीमा रेखा कोरेको छ। यसको पश्चिम तथा पश्चिमोत्तर दिशामा काठमाडौँ महानगर एवं कागेश्वरी मनोहरा नगरपालिका रहेका छन् भने सूर्यविनायक भक्तपुर तथा चाँगुनारायण नगरपालिका क्रमशः दक्षिण पूर्व र पूर्वोत्तर दिशामा अवस्थित छन्। यो नगरपालिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब 1 किलोमिटर भन्दा पनि कम क्षितिजीय दूरीमा अवस्थित रहेको छ भने विमानस्थलबाट केवल 10 मिनटमै नगरपालिका क्षेत्रमा प्रवेश गर्न तथा 20 मिनटको यात्रामा बाहाखा बजारमा अवस्थित यसको मुख्य कार्यालय नै पुग्न सकिन्छ। मौसम सफा र खुल्ला भएमा यस नगरपालिकामा रहेका थुम्का थुम्की बस्ती तथा भवनका छानाबाट नगरको उत्तरतर्फ गणेश हिमाल लगायतका हिम श्रृङ्खला मुस्कुराइरहेको मनमोहक दृश्य सहजै देख्न सकिन्छ। काठमाडौँ र भक्तपुरको बीचमा तथा उपत्यकाका तीनवटै शहरको समदूरीमा दायाँ बायाँको जमिन भन्दा केही उच्च थुम्की परेको स्थानमा थिमी, नगदेश, बोडे, टिगनी र दिव्येश्वरी जस्ता ऐतिहासिक बस्तीहरूको स्थापना लिच्छवी कालमै भएको पाइन्छ। मल्लकालमा थप विकास तथा विस्तार भएका यी क्षेत्रहरू नै आज यस नगरपालिकाका पुराना बस्ती तथा बजार क्षेत्र हुन्। काठमाडौँ उपत्यकाका आदिवासी नेवारहरू परापूर्व कालदेखि नै थुम्कोमा गुजमुच्च घर बनाएर बस्ने र फेदीका उर्वर फाँटमा कृषि बाली लगाउने गर्दथे। एक समय त थिमीको तरकारीले काठमाडौँको दैनिक आवश्यकताको करिब आधा नै पूर्ति गर्दथ्यो र थिमीलाई उपत्यकाको करेसा बारीको रूपमा पनि लिइन्थ्यो। विगतमा नगदेश र थिमीको चम्सुर, पालुङ्गो, रायो, हरियो लसुन, काउली लगायतका हरियो सागसब्जी यहाँको कहलिएको उत्पादन थियो। यसैगरी थिमीमा परम्परागत प्रविधिको प्रयोग गरी बनाइने माटाका भाँडाको बेग्लै पहिचान थियो भने टिगनी बोडेमा बनाइने चिउराको चौतर्फी प्रशंसा हुने गर्दथ्यो। काठमाडौँका 4 बाराही मध्येको एक नील बाराही क्षेत्र यसै नगरपालिकामा पर्दछ। घना शहरीकरण भएको उपत्यकामा उक्त स्तरको सार्वजनिक स्थान तथा जंगल क्षेत्र अन्यत्र देख्न मुस्किल भइसकेको छ। यसैगरी वनदेवी क्षेत्र, विष्णु कुण्डल तथा बोडे क्षेत्रमा पनि जंगल क्षेत्र तथा सार्वजनिक स्थान विद्यमान रहेको छ, जुन यस नगरपालिकाको सीमित प्राकृतिक स्रोत विद्यमान रहेको क्षेत्र हो।
केही दशक अगाडिदेखि थिमीको कृषि भूमि साँगुरिँदै गएको तथा बस्ती क्षेत्रको तीव्र विकास हुन पुगेको छ। सरकारी शैक्षिक निकायहरूको ग्रामकै रूपमा विकसित सानो थिमीको पहिचान अब नेपालमा मात्रै सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगेको छ। उपत्यकाका मुख्य केन्द्रहरूसँगको दूरी, भौतिक पूर्वाधारको उपलब्धता लगायतका कारणले यस नगरपालिकामा शहरीकरणको चाप अरू थपिँदै गयो र यसले बस्ती विस्तारको तीव्रतालाई झन बढाउँदै लग्यो। यही तथ्यको बोध गरी शहरीकरणलाई व्यवस्थित बनाउन नगरपालिकाले कमेरोटार, मनोहरा, दिव्येश्वरी, सिन्टीटार जस्ता जग्गा एकीकरण आयोजनाहरू सञ्चालन गर्दै आएको छ। यिनै प्रयासहरूले गर्दा यो नगरपालिका राजधानीको आवासीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ। मूलत आवासीय क्षेत्रको रूपमा विकास भए तापनि यहाँ व्यापारिक गतिविधिहरू पनि विस्तार हुने क्रममा छन्। ठूला सुपरमार्केटहरू, पार्टी प्यालेसहरू, अन्तर्राष्ट्रिय चेनका पसलहरू, बैंक तथा वित्तीय संस्थाहरू थिमी क्षेत्रमा खुल्ने क्रम जारी छ। पूर्वी नेपालको राजधानी प्रवेश मार्गको रूपमा विकसित हुँदै गरेको अरनिको राजमार्गको कोटेश्वर धुलीखेल सडक यसै नगरपालिका हुँदै जाने हुँदा यो राजमार्ग आसपासको क्षेत्र थिमीको व्यापारिक तथा औद्योगिक करिडोरको रूपमा विकसित हुँदैछ। यो नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रका केही अग्रणी संस्थाहरू स्थापना भएका छन्। सरकारी स्तरबाट सार्क क्षयरोग केन्द्र, नगरपालिका स्तरबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, निजी स्तरबाट मध्यपुर अस्पताल र नागरिक अस्पताल यहाँ सञ्चालित मुख्य स्वास्थ्य सुविधाहरू हुन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, कृषि विकास बैंक तालिम केन्द्र, एसओएस बालग्राम, जनक शिक्षा सामग्री केन्द्र, परीक्षा नियन्त्रण कार्यालय जस्ता शैक्षिक तथा क्षमता विकास केन्द्रहरू यस नगरपालिकामा अवस्थित छन्। निजी क्षेत्रबाट यहाँ अन्य प्रशस्त विद्यालय तथा कलेजहरू तथा स्वास्थ्य संस्थाहरू पनि सञ्चालित छन्। सांस्कृतिक सम्पदा मध्यपुर थिमी नगरपालिकाको मुख्य पहिचानको रूपमा रहेको छ। बालकुमारी मन्दिर तथा सिद्धि गणेश मन्दिर एवं अन्य मूर्त सम्पदाको अलावा बिस्केट जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रा जस्ता जात्रा एवं पर्वहरूको कारणले यस नगरपालिकाको चर्चा राष्ट्रिय स्तरमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरहरूमा पनि हुने गर्दछ।